सो हेलो एन्ड नमस्कार साथीहरू। आज चाहिँ म तपाईहरुलाई एडोबमा थम्बनेल कसरी डिजाइन गर्ने भनिकिन तपाईहरुलाई यहाँनिर देखाउन आएको छु, सिकाउन आएको छु। सो तपाईहरुले आजको यो मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि आउनुहोस् हामी सुरु गर्ने छौं। सबैभन्दा सुरुमा थम्बनेलको लागि के चाहिन्छ भन्दा फेरि विड्थ चाहिन्छ 1600 पिक्सलको अनि हाइट चाहिन्छ 900 पिक्सलको। किन भन्दा फेरि यो चाहिँ उयसको 16:9 रिजोल्युसन उयसको हो रेशियोको। अनि त्यसपछि रिजोल्युसन 800 पिक्सल पर इन्च हुनुपर्छ। अनि मैले व्हाइट ब्याकग्राउन्ड नै मैले चुज गरे। अनि आरजीबी कलर यहाँनिर तपाईहरुले चुज गर्नुपर्ने हुन्छ थम्बनेलको लागि चाहिँ, डिजिटलको लागि। अनि यहाँनिर म यसको नाम लेखिदिन्छु, थम्बनेल। सो यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ आइसकेको छ एउटा यो 16:9 को उयो आइसकेको छ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर। अब म चाहिँ यहाँनिर मैले नगरपालिका प्रोजेक्ट भनेर यहाँनिर राखेको छु फाइल। अनि तपाईहरु देख्न सक्नुहुन्छ। म यो ओपन गर्न लागिरहेको छु। यो जेपीजी फाइललाई चाहिँ उयो गरेन रहेछ, सपोर्ट गर्दैन रहेछ। त्यसो भए के गरौँ भन्दा फेरि म यहाँनिर अर्कै फोटो युज गर्छु। सो ओपन गरौँ। त्यसपछि यहाँनिर छ पोइन्टिङ पीएनजी यहाँनिर अल फर्मेट ल। अनि यहाँनिर तपाईहरुले यहाँ टुल बारमा देख्न सक्नुहुन्छ धेरैवटा टुलहरु छ। अनि यो मुभ टुलले चाहिँ के गर्छ भन्दा फेरि यसरी यताको उता सार्न मिल्छ। सो तपाईहरु देख्न सक्नुहुन्छ यहाँनिर। अब यो इमेजलाई एडजस्ट गर्नु सक्नुहुन्छ तपाईहरुले। सो अब यसलाई ग्लो दिनुको लागि चाहिँ के गर्नुपर्छ भन्दा फेरि यहाँनिर विन्डोजमा जानुहोस्। अनि सबैभन्दा सुरुमा लेयर अप्सनमा जानुभयो भने यहाँनिर देखिन्छ यो लेयरहरु यो फोटोसपमा। अनि यहाँनिर ब्लेन्डिङ अप्सन भन्ने छ तपाईहरुले यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ इनर ग्लो आउटर ग्लोहरु छ। अनि बेभल एन्ड एम्बोस हरु छ। अब यसलाई तपाईहरुले एडजस्ट गर्न सक्नुहुन्छ। यहाँनिर यसले चाहिँ के दिन्छ भन्दा फेरि यहाँ तपाईहरु देख्न सक्नुहुन्छ अलिकति उयो दिदैछ, यसलाई डिप इमेज टाइपको देखाउँदैछ यस्तो हो। अनि तपाईहरुले यहाँदेखि मिलाउन सक्नुहुन्छ। यहाँनिर म आउटर ग्लो पनि यसलाई दिदै छु। आउटर ग्लो कस्तो भन्दा फेरि वरिपरिकोलाई यो वाला यसको रेन्ज उयोहरु कस्तो छ म मिलाउँदैछु। अनि त्यसपछि कलर अलिकति येलो टाइपको म गर्छु। एन्ड यु क्यान सी हियर हुँदैछ हैन अलिकति ग्लो। यहाँनिर पुरै चाहिँ देखिएको छैन तर यसले जुम गरेर देखिन्छ। अनि यसरी अझै मैले उयो गर्छु स्प्रेड यहाँनिर मैले मिलाएकै रहेछु। यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ यो ग्लोको नोइज अलिकति ल्यायो भने यसरी ग्लो देखिन्छ, अलिकति हाइलाइट हुन्छ इमेज यहाँनिर। सो अब म अर्को फाइललाई पनि म यहाँनिर ल्याउँदैछु। यो idea.png भनेर मैले यहाँनिर राखेको छु। यो चाहिँ पीएनजी फर्मेटको हो फाइल। अनि यहाँनिर अब यो इमेजलाई नि म एडजस्ट गर्छु। यसलाई सुल्टो कसरी बनाउने भनेपछि यसरी अब यसलाई अलिकति घुमाउँ। अनि अब यहाँनिर तपाईहरुले अब यहाँनिर टेक्स्ट लेख्दा हुन्छ सिम्पली। यो सिम्पल हो थम्बनेल, मैले सिम्पल बनाउँदैछु। यहाँनिर अब टेक्स्ट यो फोटोसपले चाहिँ युनिकोड फन्टलाई सपोर्ट गर्दैन, यसले चाहिँ प्रितीलाई मात्रै गर्छ। अब यहाँनिर टेक्स्ट
लेख्नुको लागि यहाँ छ, यसलाई क्यालिब्री गरौँ प्रीति। अब म यहाँनिर उयो लेख्दैछु यसको कन्टेन्ट। सबैभन्दा सुरुमा म क्यालिब्री नै लाउँछु एकछिन, किन भन्दाखेरि यहाँ क्यालिब्रीको काम आयो। तपाईहरुले कलर चेन्ज गर्न सक्नुहुन्छ टेक्स्टको। म क्यालिब्री लगाउँछु यो। एडोब फोटोसप यो चाहिँ मैले इङ्ग्लिसमै लेखेँ, किन भन्दाखेरि नेपालीमा लेख्नुभन्दा हैन इङ्ग्लिसमै लेखेको राम्रो हो। त्यस पछाडि यो लेयरलाई मैले सिलेक्ट गरेपछि यसको साइजहरु यहाँनिरदेखि उयो गर्न सकिन्छ, बढाउन सकिन्छ। यहाँनिर अलिकति 3D लुक दिनुको लागि म यहाँनिर उयो गर्दैछु, नर्मल होस्। अनि त्यस पछाडि आउटर ग्लो अलिकति हाइलाइट गर्नको लागि यहाँनिर म हाइलाइटको लागि उयो पनि गर्दैछु, यसको आउटर ग्लो पनि बढाउँदैछु अलिकति। तपाईहरु देख्न सक्नुहुन्छ यसको यो कलर अलिकति उयो गर्दिनु, रातो रातो टाइपको। एडोब फोटोसप। त्यसपछि यहाँनिर बेबल एन्ड इम्बोसमा चाहिँ तपाईहरु के गर्न सक्नुहुन्छ भन्दाखेरि यो टेक्स्टलाई अलिकति 3D टाइपको तपाईहरुले बनाउन सक्नुहुन्छ। सो अलिकति 3D टाइपको देख्यो तर यतिकै होस्। त्यस पछाडि यहाँ छ ग्रेडियन्ट कलर भनेर, यस्तो टाइपको तपाईहरुले बनाउन सक्नुहुन्छ। दुईटा कलर मिसेको यो भयो, तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर हैन प्रिभ्यूमा। यसको स्केल घटी बढी गर्दा हुन्छ। सबै भइसकेको छ। अनि सबैभन्दा सुरुमा म के गर्छु भन्दाखेरि यहाँनिर अझै यसलाई हाइलाइटको लागि हाइलाइट अझै धेरै होस् भनेर यहाँनिर सबैभन्दा सुरुमा म ट्रायंगल बनाउँछु। यो ट्रायंगलको कलर यहाँनिर तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ। डबल क्लिक गर्नुभयो भने निस्किन्छ। सो अब यसलाई चाहिँ म अलि येल्लो टाइपको उयो दिन्छु हाइलाइट। अनि त्यस पछाडि यसलाई के गर्न सक्नुहुन्छ भन्दाखेरि यहाँनिर फिल्टरमा जानुभयो भने यहाँनिर ब्लर भन्ने अप्सन छ। यसमा गएर गसन ब्लर तपाईले लगाउनु भयो भने यो यस्तो हुन्छ, अलिकति फैलेको टाइपको देखिन्छ हैन। यो गसन ब्लरले चाहिँ यस्तो गर्छ। त्यसपछि फेरि फिल्टरमा गएर यही ब्लरमा जानुभयो भने अर्को छ मोसन ब्लर। यसले चाहिँ कसो गर्छ भन्दाखेरि यहाँ तपाईहरु देख्न सक्नुहुन्छ पछाडी प्रिभ्यूमा अलिकति कुदेको टाइपको बनाउँछ यो। सो यसलाई पनि तपाईहरुले युज गर्न सक्नुहुन्छ। त्यसपछि यो शेपलाई मैले एडजस्ट गरे, यहाँनिर तल राखे। यो भयो भने चाहिँ के हुन्छ भन्दाखेरि यो जुन छ नि यो टेक्स्ट यो माथि निस्किन्छ। यदि यो अगाडि थियो भने यसरी टेक्स्टलाई छोप्दिन्छ। सो यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ एडोब फोटोसप हाइलाइट भइसकेको छ। यो शेपलाई अझै म एडजस्ट गर्छु, एडजस्ट गर्न सक्नुहुन्छ यसरी सिलेक्ट गरेर। अलिकति मैले एडजस्ट गरेँ यसलाई। अनि त्यसपछि अब यहाँनिर म नेपालीमा लेख्छु। अब नेपालीमा लेख्नुको लागि के गर्नुपर्छ भन्दाखेरि यो सबैभन्दा सुरुमा म के गर्छु भन्दाखेरि यसलाई नै यो हाइलाइटलाई कपी गर्छु। कन्ट्रोल नै अल्ट गरेर तान्नु भयो भने, अल्ट थिचेर तान्नु भयो भने जस्तोको तस्तै निस्किन्छ ल यो। यसको यहाँनिर म कलर पनि चेन्ज गर्छु। यहाँनिर अब कलर ओभरले भनेर जानुभयो भने यहाँनिर छ है यस्तो ओपासिटी अलिकति उयो गर्छु, घटाउँछु हैन। तपाईहरुले देख्न सक्नुहुन्छ यो। यसको अलिकति साइज एडजस्ट गर्नुहोस्, अलिकति गर्न सक्नुहुन्छ एडजस्ट इफ यु वान्ट। देन यहाँ भित्र म टेक्स्टलाई लेख्छु एप्लाई। अब यो यहाँ प्रीति फन्टमा म लेख्छु, रबिन फन्ट आएपछि नि। यदि तपाईहरुको कम्प्युटरमा प्रीति फन्ट छैन भने तपाईले डाउनलोड गर्न सक्नुहुन्छ अगाडिबाट यो क्रोमहरुबाट यताउताबाट। सो अब यहाँनिर म सुरु किया जाए एडोब फोटोसपमा
अब फेरि इङ्ग्लिस बनाउँछु अब, किन भन्दाखेरि यहाँनिर थम्बनेल लेख्नुपर्ने हुन्छ नि। थम्बनेल चाहिँ अलिकति यस्तै होस्, थम्बनेल तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर। यसलाई अलिकति यसको साइज बढाउनु छ भने यहाँदेखि बढाउन सक्नुहुन्छ। 7 देखि म 14 गरिदिन्छु। एन्ड here it is। ओके, ओ नो के भयो होला, यसको साइज अलिक ठुलो भयो जस्तो लाग्यो, सो यसको म 12 मा गर्छु। ढ्याक्क भयो यो। अलिकति यसलाई मैले बोल्ड बनाइदिएँ अनि अलिकति हुन्छ। यसले चाहिँ के हुन्छ भन्दाखेरि बोल्डमा चाहिँ अलिकति हाइलाइट भएको देखिन्छ होइन। सो अब यसलाई पनि तपाईँहरूले उयो गर्न सक्नुहुन्छ। यसको कलरहरू मन परेन भने सायद सुरुमा जानुहोस् कलर ओभरले, यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यसको कलर, या त ग्रेडियन्ट नै हाल्नु छ भने पनि कलर ग्रेडियन्टमा जाने, यो ओभरले हटाइदिनुहोस् अनि त्यस पछाडि हुन्छ। अनि यहाँनिर यो अलग अलग टाइपको छ होइन ग्रेडियन्ट, सो तपाईँले देख्न सक्नुहुन्छ कस्तो हुँदैछ। यसलाई म चाहिँ फेरि ग्रेडियन्ट लगाउँछु। ब्लेन्डिङ अप्सन, ग्रेडियन्ट ओभरले, यहाँ भयो यो कलरको कस्तो चाहिँ हुन्छ। यो पनि भएन, अलिकति हाइलाइट हुने, आई क्याचिङ देखिनुपर्छ है। यो चाहिँ यहाँनिर छ ग्रेडियन्ट ओभरले। एन्ड अरू तपाईँहरूले यहाँनिर हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ होइन। यो ठिक छ, तर यो येल्लो अलिकति भएन। यसको यो कलर पनि चेन्ज गर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर छैन अहिले कलर चेन्ज गर्ने अप्सन छ कि छैन, छ। ओके, यहाँनिर रिभ्यू तपाईँहरूले देख्न सक्नुहुन्छ ल, रातोलाई हटेको छ होइन यो। सो येल्लोलाई मैले रातो बनाइदिन्छ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ अलिकति आई क्याचिङ भयो। अब यो जुन ओरेन्ज छ यसलाई म यस्तो अब यो बन्ने होइन। ओके, थिचेर यो एडजस्ट गर्न सक्नुहुन्छ तपाईँहरूले। अब यहाँनिर सेप अलिकति उयो भयो होइन, ठुलो भयो। अब यसो गर्दा हुन्छ। एडोब फोटोसपमा थम्बनेल, एप्लाई द ट्रान्सफर्मेसन, कि यो थम्बनेल भनेको यसको यहाँनिर अलिकति फन्ट चेन्ज पनि गर्न सक्नुहुन्छ होइन। क्यालिब्री छ, यसलाई यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ। कुन राम्रो देखियो त्यही तपाईँहरूले गर्न सक्नुहुन्छ, थिच्न सक्नुहुन्छ होइन। अलिकति कस्तो नराम्रो टाइपको देखियो। सो यसलाई म ग्रेडियन्टलाई हटाउँदैछु। तपाईँहरूले यहाँनिर आफ्नो इच्छाअनुसार गर्न सक्नुहुन्छ। सो मैले अब यो कलर ओभरलेमा गएर ब्ल्याक भन्दा नि अलिकति निलो टाइपको कस्तो देखिन्छ ओरेन्जमा, पर्पल टाइपको। सो ठिकै देखिँदो रहेछ। अनि मैले यही गर्दै जब यो सेपलाई मैले सेलेक्ट गर्छु ल। ओके, अब यो सेपलाई नि कपी गर्नु सक्नुहुन्छ, अल्ट थिच्ने अनि ड्र्याग गर्ने, अनि भइसक्यो होइन यो। अब यसलाई म यसको ग्रेडियन्ट म कस्तो बनाउँछु भन्दाखेरि ओभरलेमा गएर जुन चाहिँ कालो बनाइदिन्छु म। देख्न सक्नुहुन्छ यसको ओपासिटी अझै उयो बढाउन पनि सक्नुहुन्छ, घटाउन पनि सक्नुहुन्छ। सो यसलाई
अलिकति हाइलाइट गरेको जस्तो मात्रै देखाउनु पर्ने छ, त्यही भएर मैले गरिदिएँ। अलिकति ओपासिटीलाई मैले घटाइदिएँ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरु। अब यहाँनिर टेक्स्ट हालौं, कसरी बनाउने। कसरी बनाउने। तपाईहरुलाई टाइपिङ आउँदैन भने सिक्न सक्नुहुन्छ। यसको यहाँ साइजलाई मैले एडजस्ट गरेँ अनि अन्तिममा मैले क्वेशन मार्क हाल्दिन्छु। यहाँनिर भइसकेको छ। सो यो सिम्पल थम्बनेल बन्यो। अब अझै एडभान्स बनाउँदा नि हुन्छ, तर मैले चाहिँ यहाँनिर सिम्पल मात्रै बनाइदिएको छु। सो तपाईहरु देख्न सक्नुहुन्छ। युट्युब को लागि हो यो चाहिँ हैन। युट्युब को लोगो हाल्न छ भने पनि हाल्दा हुन्छ तपाईहरुले। So thank you guys for watching. Bye bye. See you again. बन्द गर्नको लागि के गर्नुपर्छ? Windows Shift